आदरणीय दर्शक महानुभावहरू नमस्कार। कार्यक्रम क्यालिफोर्निया आवाजमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम मार्फत हामी विगत लामो समयदेखि कुनै पनि विषयमा दक्षता हासिल गरेका व्यक्तित्वहरूसँगको कुराकानीलाई लिएर आउने गर्दछौँ। यसै क्रममा आज हामीसँग नेपालमा विगत लामो समयदेखि मातृभाषा र मातृभाषामा शिक्षा दिनुपर्छ भन्ने अभियानमा लागिरहनुभएका एकजना व्यक्तित्व हुनुहुन्छ, जो चाहिँ नेपाल भाषा आयोगमा पनि बसेर लामो समय काम गरिसक्नु भएको र विभिन्न अन्य सरकारी लेभलका भनौँ भाषासँग सम्बन्धित कार्यक्रमहरूमा बसेर लामो समयदेखि काम गरेर अनुभव बटुलेका व्यक्तित्व हुनुहुन्छ। आज उनै भाषाशास्त्री र अभियन्ता अमृत योन्जन तामाङसँग हामी भाषाको फेरिमा रहेर कार्यक्रम सञ्चालन गर्दैछौँ। आउनुहोस्, उहाँलाई स्वागत छ हजुरलाई कार्यक्रममा। नमस्ते, धन्यवाद। आजभोलि के गर्दै हुनुहुन्छ तपाईँ? मेरो क्षेत्र भाषा र भाषा विज्ञानको वरिपरि नै हो। म मातृभाषामा शिक्षा र यी दुइटै, अनि त्यसका साथै सरकारी कामकाजको भाषा कसरी मातृभाषालाई प्रयोग गर्न सकिन्छ भन्ने विषयमा म लामो समयदेखि रहेँ। अब चाहिँ मैले अलि रिटायरमेन्ट जस्तो कम लाग्ने योजनामा छु। त्यही क्रममा म अहिले तर पनि रहल पहल अझै पनि भाषा आन्दोलनमा भाषा अभियानलाई अगाडि बढाउने क्रममै छु। नेपालमा हामीसँग धेरै मातृभाषाहरू छन्। ती मातृभाषाहरू लोप पनि हुँदै गएको छ। तपाईँहरूले अभियान चलाउनु भयो, मातृभाषामा शिक्षा दियो भने मातृभाषालाई हामीले संरक्षण गर्न सकिँदो रहेछ भनेर अभियान चलाउनु भयो। यसमा तपाईँहरू सफल पनि हुनुभयो। यो तपाईँहरूको भनौँ न, यो अभियान सफल गर्न चाहिँ कतिको गाह्रो भयो? अझ भनौँ, यसलाई सरकारी तवरबाट कसरी लियो? तपाईँहरूले कसरी सफलता पाउनुभयो यसलाई चाहिँ? यो अलिकति थोरै जटिलतम प्रश्न त हो, किनकि नेपालमा तपाईँहरूको जन्मको वरिपर भनौँ न 46 साल अगाडि नेपालमा पञ्चायती व्यवस्था थियो। त्यो पञ्चायती व्यवस्थाको मूल नारा के थियो भनेदेखि एउटा भाषा एउटा भेष हो। अर्थात् नेपाली भाषा मात्रै बोल्नु पाइने, नेपाली भेष मात्रै लगाउनु पर्ने भन्ने अवस्था थियो। मातृभाषा बोल्न पनि पाउँदैन थियो। मातृभाषालाई अत्यन्तै कम उसमा के अरे उसलाई नराम्रो शब्दमा उसले व्याख्या गर्थ्यो, गाई खाने भाषा या मान्छे खाने भाषाको रूपमा। त्यस्तो बेलामा हाम्रो आन्दोलन चाहिँ प्रारम्भ भयो 46 साल अगाडि पनि, पञ्चायतकालमा पनि। हामीले मातृभाषामा पाठ्यपुस्तक सबै सामग्री लेख्ने, पत्रिका छाप्ने, किताब लेख्ने, सामग्री तयार गर्ने कुराहरू भयो। 46 सालको आन्दोलनमा हाम्रो पनि सहभागिता रह्यो। मातृभाषीहरूको सहभागिता पनि जोडतोडले रह्यो। काठमाडौँ नेवा भाषा र हामीहरूको यो एउटा आन्दोलन चल्यो। त्यसको परिणाम पनि 46 सालमा हाम्रो आन्दोलन सँगसँगै, त्यो ठुलो आन्दोलन सँगसँगले गर्दाखेरि 46 सालपछि बनेको संविधानले, हाम्रो अन्तरिम त्यति बेलाको संविधानले चाहिँ मातृभाषामा शिक्षाको कुरा उठायो। त्यो शिक्षाको क्रममा चाहिँ पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक बनाउन सुरु गर्यो है। अनि प्राज्ञ बराई कायलाको अध्यक्षतामा राष्ट्रिय भाषा नीति सुझाव आयोग गठन भयो। त्यो आयोगको सदस्यको रूपमा म पनि रहेँ र त्यसले एउटा प्रतिवेदन सरकारलाई बुझायो र सरकारलाई चाहिँ विद्यालयमा शिक्षाको लागि मातृभाषाको प्रयोग कसरी गर्ने, सरकारी तहमा भाषालाई कसरी प्रयोगमा ल्याउने, सञ्चारमा कसरी प्रयोग गर्ने, विद्यालय विश्वविद्यालयमा कसरी लाने आदि सुझावहरू सरकारलाई दिएको थियो। सरकारले सो चाहिँ त हुबहु त त्यो लागू गरेन। तर पनि सरकारी संयन्त्रहरू, विशेष गरेर रेडियो नेपालबाट एकैचोटि 8वटा मातृभाषाको समाचार प्रसारण प्रारम्भ भयो। पाठ्यक्रम विकास केन्द्र सानोठिमीबाट चाहिँ अहिलेसम्म 27वटा मातृभाषामा पाठ्यपुस्तक बनेको अवस्था छ। त्रिभुवन विश्वविद्यालयमा सेन्ट्रल डिपार्टमेन्ट अफ लिङ्ग्विस्टिक्स भाषा विभाग, विज्ञान केन्द्रीय विभागको स्थापना भयो। यसरी लामो चाहिँ यो प्रारम्भ भयो। यस बिचमा पनि हाम्रो आन्दोलन निरन्तरता रह्यो। सरकारले बेला बेलामा संस्कृत भाषाको कुरा उठाइदिने, कहिलेकाहीँ हामीलाई बिथोल्ने कामहरू गरिरह्यो। त्यसो हुने क्रममा चाहिँ अहिले चाहिँ हामी कम्फोर्टेबल के छौँ भने सरकारी कामकाजको तह पनि
मातृभाषालाई पुर्याउन सकेका छौँ। यो हाम्रो लगातारको अभियानको उपलब्धिको रूपमा हेर्छौँ हामी। यसमा जस्तै सरकारले पनि नीतिहरू ल्याउँदा शासकहरूले चाहिँ मातृभाषालाई कि दबाउन खोज्दो रहेछ कि के हुँदो रहेछ? जस्तै हजुरले अघि कुरै निकाल्नुभयो, पञ्चायत कालमा चाहिँ मातृभाषाहरूको जगेर्ना भन्दा पनि अलिकति भत्काउने, मातृभाषालाई चाहिँ अलि डिमोटिभेट गराउने खालको गतिविधि भयो भन्नुभयो। यो चाहिँ के रहेछ? सरकार सञ्चालनको कस्तो पद्धतिमा चाहिँ मातृभाषाहरूले फुल्न पाउँदो रहेछ, जगेर्ना हुँदो रहेछ? यो चाहिँ स्वाभाविक रूपमा लोकतान्त्रिक परिपाटीमा सबैले बोल्न पाउने अधिकार चाहिँ संरक्षित हुने हुनाले त्यति बेला मातृभाषाको होइन मातृभाषाहरूले आफ्नो संरक्षण, सम्वर्धन र विकास गर्न पाउँछ। यो त देखिहाल्यो। 46 सालभन्दा अगाडिको कुनै पनि मातृभाषामा केही पनि कविता, कथा पनि लेख्न नपाउने 1997 सालको आन्दोलनमा मातृभाषीहरूलाई जेल नेलदेखि लिएर आजीवन सजायको भएको कथा छँदैछ, शहीद पनि भएका छन्। त्यसो गर्दाखेरि त 46 सालको संविधानपछि 47 सालको संविधानपछि जो आयो नि त्यसले मातृभाषाहरू चाहिँ फल्नु फुल्नु मौका पायो। त्यसैलाई अलिक टेवा दिएर 2063 सालमा आएको संविधानले, अन्तरिम संविधानले अझ के गर्यो भने स्थानीय तह पनि भाषालाई चाहिँ मातृभाषालाई सरकारी कामकाजको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने तहको आयो। त्यसपछि फेरि त्यो आन्दोलनपछिको 72 सालमा जो अन्तिम हाम्रो संविधान आयो अहिले, त्यो संविधानले त मातृभाषाको बारेमा होइन 9वटा बुदामा के अरे प्रोभिजनमा, प्रावधानहरूमा मातृभाषाको व्याख्या, विश्लेषण, अधिकारको कुरा उठाएको हुनाले यहाँसम्म कि भाषा आएकै परिकल्पना गरेर राखेको हुनाले यो लोकतान्त्रिक परिपाटीमा भाषाको विकास हुन्छ, स्वाभाविक छ। अनि एउटा कथन पनि छ, लोकतन्त्र नभएको ठाउँमा मातृभाषा फस्टाउँदैन, मातृभाषाको विकास भएन भने लोकतन्त्र पनि रहँदैन भन्ने खालको एउटा उखान जस्तै नेपालमा अहिले छ। भनेपछि 2072 सालको संविधानले चाहिँ मातृभाषालाई संरक्षण गरेको छ। संरक्षण भन्नाले संविधानले दिने प्रोभिजन दिने हो, प्रावधान बनाउने हो। मातृभाषाको संरक्षण, सम्बन्ध र विकासको लागि यो अहिलेको संविधानले कुनै रोकटोक गर्दैन। संविधानले चाहिँ ग्यारेन्टी गर्यो यसमा। अहिलेका नेपाल सरकारले चाहिँ मातृभाषामा शिक्षा दिनको लागि चाहिँ कस्तो खालको योजनाहरू ल्याएको छ, त्यो कतिको कार्यान्वयन छ? के एउटा तामाङ, एउटा नेवारको बालबालिकाले चाहिँ उनीहरूको आफ्नै मातृभाषामा शिक्षा लिन सक्ने अवस्था के छ अहिलेको नेपालको शिक्षा क्षेत्रमा? अब यो के हुन्छ भने संविधानमा भएका सबै प्रावधानहरू होइन, धाराहरू चाहिँ तुरुन्तै लागू हुँदैन। यो भएकै कुरा हो नि त, कयौँ यस्तो धाराहरू हुन्छन्। तर नेपालमा चाहिँ यसको प्र्याक्टिस सुरु भयो। मातृभाषामा शिक्षाको कुरा अब संविधानको धारा 31 को 5 मा मातृभाषाकै माध्यमबाटमा शिक्षा दिन पाउने ग्यारेन्टिड गरेको छ। त्यो चाहिँ मानव अधिकारमै राखेको छ भनेपछि यो ग्यारेन्टीको साथ छ। तर कानुन पक्ष दुर्बल छ, कमजोर छ, त्यो त हामी मान्छौँ। किनकि अहिलेसम्म नेपाल सरकारले मातृभाषाको माध्यमबाट शिक्षालाई अगाडि बढाउनलाई खास ठोस पहल गरेको छैन। हालांकि यो अधिकार चाहिँ गाउँपालिकालाई, नगरपालिकालाई दिएको छ होइन। अहिले त्यो मातृभाषामा शिक्षा चाहिँ पालिका तहको हो, यो सङ्घीय सरकार या प्रदेश सरकारको होइन। तर त्यो सङ्घीय सरकार, प्रदेश सरकारमा भएपछि पालिका सरकारले त्यसलाई उदाहरण नम्बर अनुसूची 8 को 8 नम्बरमा आधारभूत अथवा माध्यमिक तहको शिक्षा चाहिँ स्थानीय सरकारमा परिसकेपछि बुदा नम्बर 22 मा भाषा, संस्कृति र कलाको संरक्षण गर्ने अधिकार पनि स्थानीय तहको सरकारले दिइसकेपछि स्थानीय तहको सरकार तातिनुपर्ने थियो। त्यति सक्रियता देखिएन एकातिर भन्दैछु होइन। उनको चाहिँ उसको प्रायोरिटी चाहिँ विकासमा भनेको हार्डवेयरमा भयो, बाटो बिजुली आदिमा गयो। अर्को हामी जस्तो अभियन्ताहरूले पनि सरकारमा, त्यो स्थानीय सरकारमा पुगेर ठिक बेलामा ठिक सुझाव दिन सकेको छैन। त्यसले गर्दाखेरि भने जस्तो अभियान भएको छैन अहिलेसम्म पनि। वास्तवमा भन्ने हो भने एउटा साम्पाङ बालबालिकाले अहिलेसम्म आफ्नो भाषामा शिक्षा पाएको छैन। त्यो उसको अधिकार थियो, बालबालिकाको अधिकार हो होइन। भनेपछि हो, तर सरकार जिरो नै छ भन्ने चाहिँ होइन।
सरकारले त्यहाँ काम भएको छ। सरकारी काम बागमती प्रदेश सरकारबाट चाहिँ बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा तपाईँले अघि भन्नुभयो जस्तै नेवा भाषा र तामाङ भाषाको प्रवेश भएको छ। 1 वर्ष भयो, भर्खर 1 वर्ष मनायो, उसले आफ्नो सूचनाहरू चाहिँ मातृभाषामा प्रकाशन गर्न थालेको छ। अनि संसदमा त्यो सदनको के अरे प्रदेश सरकारको संसदमा बोल्नुको लागि बोल्दाखेरि चाहिँ अनुवादकको व्यवस्था गरिसकेको अवस्था छ। हालाकि धेरै राम्रो भएको छैन। त्यसले गर्दा सरकारले कामै गरेको छैन भन्ने होइन। भाषा आयोगको स्थापना गरेर भाषा आयोगबाट सरकारले चाहिने सुझाव परामर्शहरू भइरहेको छ। तर जति स्पिडले हुनुपर्ने थियो गएको 10 वर्ष यता त्यो स्पिड चाहिँ एक किसिमले जिरो नै भने पनि हुन्छ। भनेपछि मातृभाषाको संरक्षणको लागि अथवा मातृभाषामा शिक्षामा चाहिँ हाम्रो संविधानले पनि बाटो खुल्ला गरेको छ। सरकारको पनि शिक्षा ऐनले पनि गर्यो चाहिँ लागू गरेको छ भने अहिले हामीले मातृभाषा संरक्षणमा जुर्मुराउनु पर्ने चाहिँ के चाहिँ रहेछ? के समुदाय स्तरमै चाहिँ यसलाई चाहिँ आवाज उठाएर समुदाय आफै चाहिँ यसमा लागि पर्नुपर्ने रहेछ कि अथवा के गरेर चाहिँ हामीले हाम्रो मातृभाषा हो? तपाईँलाई एउटा पोइन्ट राम्रै ल्याउनु भएको छ। किनभनेदेखि संविधान त एउटा प्रोभिजन व्यवस्था गर्ने हो, त्यसले कार्यान्वयन गर्न त जिम्मेवार त मान्छे नै हो नि, होइन? त्यो सरकार हो र सरकारसँग आबद्ध भएको समुदाय नै हो नि त। अब हाम्रो पनि कमजोरी के रह्यो भने हामीलाई समुदायको कमजोरी, मेरो बालबालिकाले आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकार छ। यो नेपालको संविधानले पनि दियो, ILO 169ले पनि दियो, UNDP ले पनि कुरा भनेको छ। अनि यो अन्तर्राष्ट्रिय बाल अधिकारको छ, बुधा 20ले पनि भनेको छ। भनिसकेपछि समुदाय पनि तातिनु पर्थ्यो, होइन? मेरो बालबालिकाले हाम्रो भाषा मातृभाषा पढ्नु पाएको छैन, त्यसले गर्दा हाम्रो रिजल्ट राम्रो छैन भनेर आन्दोलन सडकबाट गएर सरकारलाई संघीय सरकारलाई उठाउनु पर्ने थियो, त्यो उठेन। अर्को चाहिँ के हुन्छ भने जहिले पनि त्यो मोनोपोली सरकार एक किसिमको त्यो उदाहरण लागि नेपाली भाषाको एउटा बोलाबाल भएको समाजमा तपाईँले तुरन्त संविधानको धारा आउने बित्तिकै त्यो तुरन्तै मातृभाषा लागू हुन्छ भन्ने पनि छैन। मानसिकता त सेटअप भएको हुन्छ नि, होइन? उसले नेपाली भाषा चाहिँ उसले मात्रै नेपालमा लागू गर्न सकिन्छ भन्ने साइकोलोजी बनाएको अवस्थामा त्यसलाई हामीले ब्रेकअप गर्नु सक्नु पर्थ्यो, होइन? त्यो हाम्रो ब्रेकअपमा त्यति ध्यान गएन। त्यो चाहिँ म पनि स्वीकार्छु। हामीले केही काम गऱ्यौँ, उदाहरण लागि संविधानको धाराहरूमा ल्याउनुमा हाम्रो सडक आन्दोलनले धेरै राम्रो काम भयो। त्यसै गरी शिक्षा ऐन ल्याउनु पनि हाम्रो योगदान रह्यो। तपाईँलाई उदाहरण दिउँ, अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको सदनमा दर्ता हुने बेलामा, छलफल हुनुभन्दा दर्ता हुने बेलामा त्यहाँ मातृभाषा शब्दै परेको थिएन। शिक्षाको माध्यम भन्ने एउटा उसमा बुदामा के थियो भने नेपाली वा अङ्ग्रेजी वा दुवै भन्ने शब्द प्रयोग भएको थियो। त्यसमा हामी पुग्यौँ, त्यो कुरा मैले थाहा पाएपछि त्यो कुराहरू ऐनलाई हामीले विभिन्न सांसदज्यूहरूलाई बाट मैले त्यो ऐनको ड्राफ्ट हेरेँ, साँच्चै त्यहाँ केही पनि थिएन। संविधानमा ग्यारेन्टी हुँदाहुँदै पनि ऐन फेरि संविधान त धेरैले बुझ्दैन, त्यसलाई ऐनमा ल्याउनु पर्ने हुन्छ, ऐनमा थिएन। त्यसपछि हामीले केही त्यति बेलाको चल्दा पुर्दा त्यो संसदहरू पोलिसी मेकरहरूसँग पुगेर कुरा गर्दाखेरि त्यति बेला चाहिँ के थियो भने अमृत चाहिँ दाइ हाम्रो सरकार चाहिँ बहुमतमा छ, पूर्ण बहुमतमा छ, हाम्रो सरकारले यो कुनै पनि आवाज सुन्न चाहँदैन, सुन्दैन यो अहिले एक किसिम। त्यस कारणले यो कुरा चाहिँ सदनमा ध्वनिमतबाट पारित हुन्छ, ताली पिटेर पारित हुन्छ, त्यस कारणले सजिलो छैन। तर केही स्टेप्सहरू उहाँले मलाई सुनाउनु भयो हाम्रो टिमलाई। भनेपछि हामीले त्यो स्टेप फलो गऱ्यौँ। तपाईँहरू सडकमा नजानुहोस्, लबिङ गर्नुहोस् भनेपछि हामीले केही लबिङ गऱ्यौँ। त लबिङ गर्ने ठाउँमा के भनिरहेको थियो भनेदेखि उहाँहरूले हामीलाई चाहिँ अपडेट गरिरहनु भयो कि हामीलाई सडक आन्दोलन चाहिन्छ। मलाई के भन्नु भने सडक आन्दोलन होइन अमृत दाइ, हामी यहाँबाट काम गर्थ्यौँ। लबिङको आधारमा 2075 साल भदौ असोज 3 गते त्यो ऐन पास भयो र त्यहाँ मातृभाषा प्रवेश गरेर आयो। मैले भनेको कुरा के हो भने भाषिक अभियन्ताहरूले पनि सडक मात्रै होइन लबिङ पनि उत्तिकै आवश्यक हुँदो रहेछ।
कानुन पछि पनि उत्तिकै जिम्मेवार हुन्छ। सरकारका निकायहरूमा हाम्रो पहुँच बढाएर उहाँहरूलाई प्रोसिडिङ जस्तो भयो नि, संविधानको लागि ऐनले यस्तो व्यवस्था गरेको छ, तपाईँहरू किन यसलाई चुप लागेर बस्नुभयो, किन यसलाई अगाडि बढाउन सक्नु भएन भनेर त्यो जनआन्दोलन भने जनताको त्यो मातृभाषी समुदायको चेतना चाहिँ अनि मास चेतना नआएसम्म हाम्रो बालबालिकाले शिक्षा पाउँदैन। यो अहिले चाहिँ मातृभाषाको शिक्षाको लागि शिक्षा मन्त्रालयमा धाएर यो पाउनेवाला होइन, मेरो अहिलेसम्म अनुभव। पालिकामा त्यो अधिकार गएको छ, पालिकामा त्यो बजेट व्यवस्था छ, बुँदा नम्बर 8 र बुँदा नम्बर 22 को लागि लाखौँ बजेट त्यहाँ छ। त त्यसलाई चाहिँ कार्यान्वयन गर्नेलाई त्यो एवारनेस जगाउन सक्नु पर्थ्यो समुदाय तहमा, स्थानीय सरकारले पनि हामीले भन्न सक्नु पर्थ्यो। त्यो हाम्रो कमी रहेको छ, त्यसको फाइदा चाहिँ राजनीतिक कार्यकर्ताले उठाइरहेको छ। हुन्छ एउटा यति % चाहिँ मातृभाषा संरक्षणमा छुटाउनुपर्छ भनेर दिएको छ, तर त्यसलाई चाहिँ कार्यान्वयनमा चाहिँ बजेट पनि छुटेको हुन्छ, आनाकानी गर्छन्, बजेट पनि छुटेको छ। हजुर, त बजेटको अन्तमा बजेट कहाँ गयो भन्ने कुरा चाहिँ त्यो समुदायले खोज्नुपर्ने थियो, समुदायले खोजेन। त्यसो भए त त्यो बजेट त गयो कहीँ न कहीँ, त समुदायले चासो देखाएन यसमा चाहिँ। चासो पनि नदेखाएको होइन, किन इन्ट्रेस्ट भन्ने हुन्छ नि, अत्यन्त चासो साथसाथै त्यो ठाउँमा गएर किन भएन भनेर टेबल ठोक्नु पर्थ्यो नि। त्यो मैले अघि अस्ति भने त मैले बार्गेनिङ पावर, त्यो बार्गेनिङ पावर चाहिँ छैन हामीसँग। भनेपछि हाम्रो भाषा संरक्षणको क्षेत्रमा चाहिँ हामी समुदाय लेभलमा मातृभाषी समुदाय नै लाग्नु पर्छ। भाषा अलिकति अहिले पनि भनौँ न उनीहरूमा अझ संरक्षणै गर्नुपर्छ, जुट्नै पर्छ भन्ने चेतना चाहिँ विकास भइसकेको छैन, ठोस देखेन, ठोस नदेखेको। अब उदाहरण लागि त्यहाँ स्थानीय सरकार पनि छ, बजेट पनि छ, विद्यालय पुगेन भनेदेखि मेरो बच्चालाई तपाईँले किन पढाउनु भएन, के आधारले पढाउनु भनेर पालिकाको शिक्षा अधिकृतलाई, शिक्षाको प्रमुखलाई चाहिँ टेबल ठोक्ने हो भने किन दिँदैन उसले भनेपछि मैले भनेको हाम्रो पनि कमजोरी रह्यो। अब संविधानमा त संविधानले ग्यारेन्टी गरेको छ, अहिले पनि ग्यारेन्टी गर्यो, पालिका सरकारले पनि बजेट छुट्यायो भने त अनि भयो के त नि, किन चाहिँ मातृभाषा त बच्चाले पढ्न पाएको छैन। यसमा हाम्रो अभियान र विशेष गरी तपाईँहरू जस्तो मिडियाले चाहिँ यसमा फोकस गर्न सक्यो भनेदेखि हाम्रो बालबालिकाले मातृभाषा शिक्षा पाउनमा कुनै ऐन कानुन बाधा हुँदैन। यहाँसम्म हेर्दा चाहिँ सरकारी तवरबाट पनि भाषाको संरक्षणमा चाहिँ भरपुर योगदानहरू भइसकेको रहेछ। जस्तो हामी नेपाल बहुभाषिक मुलुक हो, यहाँ धेरै प्रत्येक जात जातिहरूको आफ्नो आफ्नै भाषा छ। यो देशमा यस्तो समुदायमा चाहिँ हामीले आफ्नो भाषाको पहिचानलाई चाहिँ कसरी जोगाउन सकिन्छ? फरक फरक भाषा छ, फरक फरक समुदायको फरक फरक भाषा छ, यसलाई चाहिँ हामीले समग्रमा कसरी जोगाउन सकिन्छ? अब यसमा मत बाजिन सक्छ, जस्तै बागमती प्रदेशमा 2वटा समुदाय विशेष गरी तामाङ र नेवार समुदायको भाषालाई चाहिँ पायो, बागमती प्रदेशमा त्यो 2वटा भाषा मात्रै बोल्ने त पक्कै छैन। अरू भाषालाई को पनि चाहिँ पहिचानलाई कसरी अथवा भाषालाई कसरी संरक्षण गर्न सकिन्छ यसमा चाहिँ? यो यसमा चाहिँ के छ भने हाम्रो संविधानले के भनेको छ भने संविधानको 7(2) मा चाहिँ प्रष्ट रूपमा बहुसङ्ख्यक जनताले बोल्ने भाषा एक या एकभन्दा बढी भाषा प्रदेश सरकारको कामकाजी भाषा हुनेछ भनेको छ है। एक या बहुसङ्ख्यक जनताले बोल्ने एक या एकभन्दा बढी भनेको हो। त्यसको अर्थ चाहिँ नेपाली भाषा चाहिँ रहने भयो, नेपाली भाषाको अतिरिक्त एक या एकभन्दा बढी। अनि बागमती प्रदेशको सन्दर्भमा के देखियो भने बागमती प्रदेशमा चाहिँ 10% भन्दा बढी वक्ता भएको भाषा चाहिँ 18% समथिङ तामाङ, 12% बोल्ने चाहिँ नेवा भाषा नेपाल भाषा पनि भन्छौँ हामी। अनि यी 2टा भाषाको प्राथमिकता छ। यसलाई के गर्यो भने भाषा आयोगलाई एउटा जिम्मेवारी के दियो भने सरकारी कामकाजको भाषा कहाँ कहाँ सम्भव छ त्यो प्रतिवेदन बुझाउने काम पनि उसलाई भाषा आयोगले थियो। भाषा आयोगले के तोकेर भनेदेखि 7वटा प्रदेशमध्ये यी प्रदेशमा यी भाषा भनेर कहीँ 2 भाषा कहीँ 3वटा भाषाको सिफारिस गरेको छ। त्यो सिफारिस अनुसार पनि बागमतीमा 2टा भाषा आएको हो, उसले पायो भनौँ। त्यसपछि भन्नु भएन, हाम्रो आन्दोलन पनि रह्यो, हामी कन्टिन्यू त्यसमा खट्यौँ। म आफै पनि भाषा आयोगको सदस्य भएको बेलामा त्यो कुरा आएको हुनाले म पनि त्यो बागमती प्रदेशको भाषाको ऐन डेभलप गर्ने बेलामा कार्यदलमा रहेर पहल गऱ्यौँ न। त्यो
राम्रो के हो भने हामीले प्रतिबद्धता मुख्यमन्त्रीले बुझायौँ, मुख्यमन्त्री कमिटमेन्ट के हो भने यसै वर्ष हामी यसलाई चाहिँ सदनमा गएर पास गराउँछौँ भन्नुभयो। त्यही साल भदौमा असोजमा यो कुरो पास पनि भयो, लागु। अब रह्यो बाँकीवटा, त्यहाँ चाहिँ 17वटा भाषा, बागमती प्रदेशमा 17वटा भाषा चाहिँ त्यहाँको स्थानीय भाषा छ, भनेको त्यहाँको त्यहीँ बागमती प्रदेशकै रैथाने भाषाहरू छन्। अब बाँकी रहेको भाषाले के गर्न सकिन्छ भन्दाखेरि भाषा आएको सिफारिस के छ भने एउटा प्रदेश तह भयो। अब दोस्रो सरकार भनेको पालिका सरकार हो। पालिका सरकारले पनि त्यही नियम लागू गरेर आफ्नो पालिकामा बहुसङ्ख्यक जनताले बोल्ने भाषा सरकारी कामकाजको भाषा बनाऊ भनेको छ। त्यसो हुँदाखेरि मेरो आफ्नो अध्ययनले के देखाउँछ भने बागमती प्रदेशमा रहेका 17वटा भाषा आफ्नो वडामा, आफ्नो पालिकामा सरकारी कामकाजको भाषा हुन्छ। इभन जुरेल मात्र होइन, सुरेल भाषा पनि एउटा पालिकामा, एउटा वडामा त्यो भाषा प्रमुख छ। वडा पनि सरकार हो हाम्रो। त्यसो भएकोले ल पालिका तहमा त्यो सरकारी कामकाजको भाषा हुनु सकेन भने वडा तहको सरकारमा पनि त्यो लागू गरेर भनेको छ भाषा आयोगले। त्यहाँ पनि सम्भव छैन भने विद्यालयमा, विद्यालय पनि सरकारको अङ्ग हो नि, विद्यालयमा चाहिँ अभिभावकसँग बोल्दाखेरि, बालबालिकासँग बोल्दाखेरि त्यो बालबालिकाको समुदायको भाषा बोला भएर त्यो सिफारिस गरेको हुनाले र यो थ्योरीले के गर्छ भनेदेखि बहुसङ्ख्यक जनताले बोल्ने भएको थ्योरीले नेपालमा भएको सङ्घीय सरकार, प्रदेश सरकार र पालिका सरकार छ। अन्तिम सरकार चाहिँ वडा सरकार हो। त्यहाँसम्म चाहिँ सबै भाषाको पहुँच हुन्छ। अब रह्यो के भन्छ नि 1000 वक्ताभन्दा कम वक्ता भएको भाषालाई हामी चाहिँ अत्यन्त लोपोन्मुख भाषा भन्छौँ, मृतप्राय भाषा, नियरली एक्सटेन्ट भाषा। त्यही भाषाको लागि पनि विशेष व्यवस्था हुनुपर्छ भनेर कन्टिन्यू अभ्यास त भइरहेको छ। म आफै पनि त्यस भाषामा लागेको छु, त्यसको अनुसन्धान, रिसर्च, सुझाव दिनलाई। तपाईँलाई थाहा हो कुसुन्डा भाषाको वक्ता जम्मा 2टा भएकोमा ज्ञानी मायाको देहान्त भएपछि एकजना मात्रै वक्ता थियो। त्यसलाई भाषा आयोगले के गर्यो भनेदेखि त्यो एकजना महिला पनि इँटा भट्टामा काम गरिरहेको फेला परेपछि उसलाई त्यहाँ इँटा भट्टामा गएर भाषा आयोगको सदस्य सचिव जानुभयो। म पनि गएँ, मलाई पनि म पनि गएर हामीले महिलालाई उद्धार गरेर उसलाई उसको घर दाङमा पठायो। उसलाई मिनिमम तलब, त्यति बेला चाहिँ सबभन्दा सानो तलब चाहिँ 13,000 समथिङ थियो। मिनिमम तलबको व्यवस्था गरियो। 4 लाख जतिको उसलाई घरको व्यवस्था गरियो। उसको काम चाहिँ बाँकी रहेका कुसुन्डाहरूलाई भाषा पढाउने भनेर। यसरी भाषाको वक्तलाई समय बचाउने गरी हामीले बेला बेलामा सुझाव सरकारले दिएको छ। यो 3 वर्षीय योजना पनि योजना पनि यो परेको छ। त्यस कारणले संरक्षणको उपाय त्यो अब सबै भाषा सरकारी कामकाज हुँदैन, तर त्यस्तो अत्यन्त लोपोन्मुख भाषा जसको वक्ता चाहिँ 1000 भन्दा कम छ, 100 भन्दा कम छ, त्यसको लागि पनि विशेष त भयो। तर साँच्चै ती भाषाको संरक्षण भयो त? भाषा आयोग गठन भएको 10 वर्ष भइसक्यो। सरकारले भाषा आयोगलाई सुरुमा 9 करोडको बजेट थियो, 7 करोड हुँदै करोडौँ लगानी हाम्रो भएको छ। यति करोडौँ लगानी अनुसारको चाहिँ हाम्रो भाषा चाहिँ संरक्षण भएको छ कि छैन? पालिका सरकारको लाखौँ बजेट चाहिँ भाषाको नाममा गएको छ। भाषाले साँच्चै न्याय पायो कि पाएन? होइन। नेपालमा त्रिभुवन विश्वविद्यालयमा सेन्ट्रल डिपार्टमेन्ट अफ लिङ्ग्विस्टिक्स छ, नेपाली भाषा विभाग छ, अङ्ग्रेजी भाषा विभाग छ। कैयौँ कमसेकम 10-15वटा संस्थाहरू भाषा विकासमा लागेका छन्। त्यो भाषा विकासमा भएको लगानीले त्यो मातृभाषा बाँच्यो कि बाँचेन चाहिँ गम्भीर प्रश्न रह्यो। मेरो पनि रह्यो। सरकारको त लगानी तपाईँले हेर्नुभयो भने त अर्बौँको लगानी छ पर इयर, तर रिजल्ट चाहिँ के भयो भने कुन चाहिँ भाषा तपाईँले बचाउनु भयो भनेर कुनै संस्थाले सोध्यो, भाषा आयोगले नै सोध्यो, यो सेन्ट्रल डिपार्टमेन्ट लिङ्ग्विस्टिकले सोध्यो भने पनि नो एन्सर। भनेपछि त लगानी भयो। लगानी मेरो विचारमा बलुवाको पानी जस्तै छ भन्छु म चाहिँ। यो मिडियाबाट बोल्नु मिल्छ मिल्दैन थाहा छैन, तर लगानी जति लगानी सरकारले गरेको छ त्यो लगानीको प्रतिफल चाहिँ मातृभाषीले पाएको छैन। कसैले पायो होला, तर सबैले न्यायोचित ढङ्गले पाएको छैन। होइन, म आफै पनि भाषा आयोगको सदस्य भयौँ, मैले पाएँ होला केही, तलब भत्ता पाएँ मैले, तर त्यो अनुसार जति मैले खटेँ त्यो अनुसारको साँच्चै त्यो भाषा चाहिँ बाँच्यो कि बाँचेन भन्यो भने चाहिँ
एउटा गम्भीर प्रश्न छ। यतिखेरसम्म चाहिँ हामीले नेपालमा सरकारी तह र कानुन ऐनमा मातृभाषा संरक्षणमा कस्तो अवस्था छ भनेर हामीले छलफल गऱ्यौँ। अब हामी अझ यसलाई सरकारी तहभन्दा बाहिरतिर जान चाहन्छौँ। विश्वभरि नै मातृभाषामा शिक्षा दिन सकियो भने चाहिँ भनौँ न पहिलो उनीहरूको जुन भाषा हुन्छ त्यही भाषामा शिक्षा दिन सक्यो भने चाहिँ त्यसले एकदमै राम्रो प्रतिफल दिन्छ भन्छ। नेपालमा नेपाली भाषामा चाहिँ शिक्षा प्रणाली छ। कतिपयको तर्क के पनि छ भने त्यो समुदाय जसले पहिलो भाषाभन्दा दोस्रो भाषामा शिक्षा सुरुवात गरे उसले त्यो कारणले पनि उसको आफ्नो व्यक्तिगत भनौँ न एउटा विकासको लागि चाहिँ बाधा पुगेको छ भन्छ। कुनै एउटा बालकले तामाङ भाषा बोलिरहेको बालकले नेपालीमा उसले शिक्षा लिँदा चाहिँ उसले जुन विकास गर्नुपर्ने आफ्नो भनौँ न एउटा क्रिएटिभलाई चाहिँ खुम्च्याएको छ अथवा कुनै एउटा बालकलाई अगाडि बढ्न भाषाले कतिको बाधा गर्न सक्छ। त्यो होइन, यो संसारभरिको अनुसन्धानले के प्रश्न पारेको छ भने मदर टङ फर्स्ट, मातृभाषा पहिलो भाषा पहिलो बनाउन सुरु गर्नुपर्छ भनेको संसारभरिको सिद्धान्त यो। संयुक्त राष्ट्र सङ्घले पनि यसलाई चाहिँ यो कानुन मार्फतै यसलाई अगाडि बढाएको छ। मल्टिलिङ्गुअल एजुकेसन भन्छ यसले मातृभाषाको शिक्षालाई, त्यसले अगाडि बढेको अवस्था हो। बालबालिकाले आफ्नो मातृभाषामा शिक्षा पायो भने त्यो शिक्षा चाहिँ दोहोरो हुन्छ, स्थायी हुन्छ, उसले चाहिँ बुझेर पढ्छ भन्ने हो। अहिले हाम्रो बालबालिका विशेष तामाङ बालबालिकाले स्कुलमा जाँदाखेरि बुझेर होइन कण्ठ गरेर पढ्नु पर्छ। याद कण्ठ गरेको सिस्टम छैन, कण्ठ गर्ने प्रणालीबाट विकास हुँदैन। अहिले हामी अङ्ग्रेजी शब्द पनि यसो ओमी होम होम भने घर भनेर कण्ठ गरेर होइन, त्यो घन्टौँ कण्ठ गर्नुपर्ने परम्परा हो। जबकि मातृभाषामा शिक्षा चाहिँ के हुन्छ भने इजी टु एक्सेस, उसले सजिलैसँग बुझ्छ उसले। त्यस कारणले मातृभाषाको शिक्षामा संसारभरि प्रशस्त अनुसन्धान भएको छ। कमसेकम यसलाई चाहिँ कक्षा 3सम्म पढाउने हो कि कक्षा 5सम्म पढाउने कि 8सम्म भन्ने छ। संसारका सबभन्दा ठुलो यो मानव अधिकार भाषाक मानव अधिकारवादी टोबिस्कान्तो काङ्ग्रेसले चाहिँ निमावी तहसम्म यसलाई लानुपर्छ भनेका छन् है। तर नेपालको संविधान नेपालले चाहिँ आधारभूत तहसम्म भएर त्यही कक्षा 8सम्मलाई नै प्राथमिकता दिएको छ है। तर हामीले कतिपय ठाउँमा चाहिँ कक्षा 3सम्म भए पनि यसलाई चाहिँ लागू गर्नुपर्छ, उसको मातृभाषाकै माध्यमबाट विज्ञान सामाजिक आदि पढाउनुपर्छ भन्नेको हो होइन। यो अनुसार शैक्षिक ऐन पनि बनेको, कानुन पनि बनेको छ। तर के हुन्छ भने कहिलेकाहीँ सरकार चाहिँ त्यो सरकारको कार्यान्वयन गर्ने निकाय चाहिँ एक किसिमको बायस छ, उसमा हेजिमनी छ। उसले मातृभाषालाई प्रायोरिटीमा राखेको छैन, राख्दैन। पहिलो अधिकारै मातृभाषामा हो। मातृभाषाको जति बलियो हुन्छ त्यही जगमा उभिएर मान्छेले धेरै काम गर्न सकिन्छ। उदाहरण लागि मेरो मातृभाषा चाहिँ तामाङ भाषा थियो, तामाङ बसेँ, मैले तामाङ भाषाकै ग्रामरको आधारमा व्याकरणको आधारमा मैले नेपाली भाषा बुझेँ र मैले नेपाली भाषा यति स्ट्रङ फाउन्डेसन भयो कि मेरो ग्रामर मेरो हाई स्कुल विद्यार्थीमा हिन्दीमा भयो। म हिन्दी भाषामा पढिरहँदाखेरि नेपाली ग्रामरले मलाई सहयोग गर्यो होइन। म अमृत योञ्जन हो भन्दाखेरि मै अमृत योञ्जन है, म उता गयो है भएपछि पुग्दो रहेछ भन्ने बुझ्यो स्ट्रक्चर सही। त्यो मेरो हिन्दीको नलेजले मलाई चाहिँ उर्दू बुझिसके पाएँ। तपाईँहरू पनि देख्नुभयो होला गाउँबाट तामाङ केटीहरू गाउँमा कोही बजे आउँछ त काठमाडौँ आएर 2-4 दिनमै होइन त्यो हाम्रो के अरे ठेलावाला उसले बजारवालालाई उसले हिन्दीमा कुरा गरेर केही न केही तरकारी किनिहाल्छ, अनि केही दिन हिन्दीमा गीत सुनिहाल्छ। हिन्दी गीत सुन्दा सुन्दा टिभी हेर्दा उर्दू फिल्म पनि बुझिहाल्छ उसले होइन त। यो एउटा बेसिक नलेज छ नि। त्यही आधारमा मैले बङ्गाली सिकेँ, बङ्गाली बोलेँ। आज म 10-12वटा भाषा मजासँग बोल्छु, लेख्छु भनेपछि मदर टङ जति स्ट्रङ भयो उसले अरू भाषा सिक्न उति नै प्रोत्साहित गर्छ। अनि साइकोलोजी के भन्छ भने 13 वर्षभन्दा बच्चा अगाडिले ल्याङ्ग्वेज एक्वायर गर्छ भन्छ, ल्याङ्ग्वेज लर्निङ हुँदैन। 13 वर्षपछि भाषालाई बच्चाले ल्याङ्ग्वेज लर्निङ गर्नुपर्छ, सिक्नुपर्छ। एसिएडी हेड भनेर सिक्नुपर्छ। तर 13 वर्षभन्दा बालबालिकाले खेल्दै खेल्दै भाषा सिक्छ, ल्याङ्ग्वेज एक्वायर भन्छ। तपाईँलाई सानो बच्चामा जति भाषाको ज्ञान दियो बच्चालाई उसको वर्णमाला त्यति नै धेरै व्यापक हुन्छ। जस्तै तपाईँ टाइप गर्दा वर्णमाला सेटिङ हुन्छ नि, नेपालीको टाइप गरेर वर्णमाला र अङ्ग्रेजी टाइप गर्दा फरक छ सेटिङ।
त्यसै गरिकन हाम्रो ब्रेनको सेटिङ पनि जति तपाईँले धेरैभन्दा धेरै भाषा बच्चालाई सिकाउन सक्यो उसले सबै खालका साउन्डहरू उच्चारण गर्न सक्छ, जसले गर्दा भविष्यमा जुनसुकै भाषा पनि बोल्न सक्छ भन्ने हो। यदि तपाईँले एउटा मात्रै भाषालाई स्ट्रक्चर तपाईँलाई दिनुभयो भने, उदाहरण लागि तपाईँलाई अङ्ग्रेजी मात्रै बोल्ने भाषाले त र त बुझ्दैन, उसले त भन्नै सक्दैन उसँग, होइन। अलि नेपाली भाषीहरूले ङा घा भन्नु पऱ्यो भने ऊ सक्दैन, ङा नै भन्छ उसले। भनेपछि के हो भने बच्चालाई सानो बच्चामा जति धेरै भाषा सिकाउन सक्यो उसको ग्रामर र उसको चाहिँ फोनोलोजी धेरै हुन्छ र यो के भन्नु सक्छ। अहिलेको संसार पनि के हो भने मल्टिलिङ्गलिजम हो, भनेको जति धेरै तपाईँ भाषा सिक्यो तपाईँलाई त्यति नै राम्रो प्रफिट हुन्छ। मल्टिलिङ्गल धेरै भाषा जान्ने मान्छेको उमेर पनि बढ्छ भन्छ, सायद म पनि त्यस्तो लाग्छ मलाई पनि। भाषा सिकेर चाहिँ घाटा होइन, तर पहिलो भाषा भनेको चाहिँ मातृभाषा हुनुपर्छ। हाम्रो नेपालमा कति भाषाहरू चाहिँ अस्तित्वमा आएको थिए इतिहासमा, अहिले ती मातृभाषाहरूको अवस्था के छ त? कति अहिले अस्तित्वमा छन्, अझै तिनीहरू कति हराउने बाटोतर्फ उन्मुख छन् त? प्रत्येक 10 वर्षमा जनगणना हुन्छ, त्यसमा नेपालमा भाषाको गणना पनि लिने गरेको छ। यसपालिको राष्ट्रिय जनगणनामा 78मा भयो, त्यसले चाहिँ 124वटा भाषा नेपालमा बोलिन्छन् भन्ने छ। यसपालिको जनगणनाले मात्रै जम्मा 13वटा नयाँ भाषाको पहिचान गर्यो, होइन। भनेपछि भाषाको सङ्ख्या वृद्धि भइरहेको छ। अर्थात् त्यो के हो भने लोकतन्त्रमा मेरो भाषा यो हो भनेर दाबी गर्नेको जो अवसर पाएको छ उसले अवसरले त्यो प्रयोग गरेको छ, होइन। त्यसले गर्दाखेरि अब सुरुमा त के थियो भने पञ्चायत कालमा 2009 साल 11 सालमा भएको जनगणनामा 54वटा 54 ल्याङ्ग्वेज पुगेकोमा 2028 सालको जनगणना पञ्चायत काल थियो, त्यति बेला भाषाको सङ्ख्या 16 पुगेको थियो। भने भाषालाई घटाइएको थियो। त्यो भाषाको सङ्ख्या सायद नेपाली भाषामा लगेर गाभे होला, त्यति बेला नेपाली भाषा 60% भन्ने माथि पुगेको थियो। अहिले जब भाषाको सङ्ख्या बढ्दै गएपछि नेपाली भाषाको औक त 44%मा छ, होइन, लेस देन 50%। भनेपछि लोकतन्त्रमा भाषाकोमा दाबी गर्ने र मेरो भाषा यो भन्नेको सङ्ख्या बढेको छ। यो स्वाभाविक प्रक्रिया हो। अब ती सबै भाषा चाहिँ के छन् भने त्यसमध्येमा 23वटा भाषा चाहिँ अत्यन्त 1000 भन्दा कम औक्त भएको अत्यन्त लोकप्रोन्मुख भाषा छ। लोकप्रोन्मुख भाषालाई चाहिँ संरक्षण गर्नुपर्ने हुन्छ। 1 लाखसँग भएको भाषा चाहिँ एक किसिमले लोकप्रोन्मुख भाषा भन्छौँ, त्यसले चाहिँ सम्वर्धन गर्नु परेको छ। अनि 1 लाखभन्दा माथिको ल्याङ्ग्वेजलाई हामी सेफ ल्याङ्ग्वेज भन्छौँ, त्यसले गर्नु पर्दैन। त्यसलाई चाहिँ प्रयोग विस्तार गर्नु पर्यो। प्रयोग विस्तार भनेको उसलाई मिडियामा लाने, सरकारी मिडियामा सञ्चारमा लाने, गोरखपत्र आदिमा ठाउँ दिने, टेलिभिजनमा लाने या सरकारी काममा दिने, यसरी 3-4वटा वर्ग हुन्छ। अत्यन्त लोकप्रोन्मुख भाषाको लागि सरकारका निकायहरू चाहिँ सक्रिय छन्, होइन। अघि तपाईँले भने मैले, तर जति हामीले अपेक्षा गरेको थियौँ, जति सरकारको लगानी भएको छ भाषामा, त्यो लगानी अनुकूलको चाहिँ भाषिक समुदायले आफ्नो भाषा बचाउन सकेको छैन। त्यसमा चाहिँ भाषिक समुदाय पनि अलिअलि जिम्मेवार छ भन्ने म भन्छु। यतिखेर मातृभाषाप्रतिको आम समुदायको चाहिँ रुचि घट्दो छ भन्छ। भनौँ न, जस्तै हाम्रै तामाङ समुदाय अथवा नेवार समुदायमा पनि आफ्नो समुदायको भाषाभन्दा दोस्रो भाषालाई चाहिँ प्राथमिकता दिने यस्तो रोल हुन्छ। तपाईँले म ठिक उठाउनु, तपाईँले अघिदेखि उठाउनु भएको कुरा त्यही हो। रोल के भयो भनेदेखि टेक्निकल पार्टो चाहिँ त्यहाँ मिस रोल खेल्यो। त्यहाँ उदाहरणको लागि नेपालको 47 सालको संविधानले के व्यवस्था, नेपालको संविधान त्यसले के व्यवस्था गरेको थियो भने मातृभाषामा शिक्षा भनेको थियो। मा भनेको माध्यम हुन्छ, भनेको गणित पनि विज्ञान पनि सामाजिक पनि सबै चिजै मातृभाषामै पढाऊ भनेको थियो। तर पाठ्यक्रम विकास केन्द्रले के रोल खेलिदियो भने, भिलेन रोल खेलिदियो भने मलाई नै भन्यो नि अङ्ग्रेजी यो त विषयको हो नि भनेर विषय पढाउन थाल्यो। एउटा विषय तामाङ भाषा, साम्बाङ भाषा, मगर भाषा पढाउन थाल्यो, जबकि संविधानले त्यो भनेको थिएन, माध्यम भनेको थियो। बिल्कुल नेपाली नबुझ्ने बालीबेलीको शेर्पा बच्चा आउँछ क्लासमा, आउँदाखेरि उसलाई गेटबाट नै उसको शेर्पा भाषामा आउनुहोस्, बसौँ, बस या बस, किताब खोला भनेर उसलाई चाहिँ
माध्यम भाषा बनाउनु पर्ने बेलामा उसले के गर्यो भनेदेखि उसले नबुझ्ने भाषामा शिक्षा दियो। उसको भाषा एउटा विषय मात्रै शेर्पा भाषा मात्रै पढाउँदाखेरि उसको मानसिकता चाहिँ धेरै चोट पुग्यो। यो क्रम रहिरह्यो र 62 सालको 63 संविधानले पनि त्यो ग्यारेन्टी गर्यो, तर माध्यमको रूपमा पढाउन सकेन। एउटा चाहिँ के भयो भने संविधान 63 सालको संविधान बनिसकेपछि 63 सालको माघदेखि एउटा प्रोजेक्ट आयो नेपालमा फिनल्यान्ड गभर्मेन्टको सहयोगबाट। त्यसले चाहिँ के भने नेपालमा मल्टिलिङ्गुअल एजुकेसन भाषिक शिक्षा सुरु गर्ने भयो। त्यो कार्यक्रममा मौकावश म चाहिँ नेसनल टेक्निकल एडभाइजर भएर काम गरेँ। त्यो प्रोजेक्ट काम के थियो भने नेपाल सरकारले नीति बनाइदिने। कस्तो नीति भयो भने मल्टिलिङ्गुअल एजुकेसन चाहिँ नेपालमा लागू हुन सक्छ भनेर। हामीले त्यो 32 महिनासम्म नेपालका 7वटा जिल्लामा 8वटा विद्यालयमा मातृभाषाको माध्यमबाट शिक्षण गरेर 32 महिना शिक्षण गरेर जब त्यो 24वटा विद्यालय पुऱ्याएको थियौँ क्यास्केडिङ मोडलबाट गएर। त्यसरी बढेको र त्यसमा नीति के बनाइदियो भने बहुभाषिक कार्यक्रम निर्देशिका बनायौँ 66। निर्देशिकाले त्यो गाइडलाइन गर्यो सरकारलाई, यसरी सुरु गर, कक्षा 3 सम्म मातृभाषा मात्रै भएको विद्यालयमा यसरी पढाऊ, मातृभाषा कम भएको विद्यालयले यसरी पढाउने भनेर त्यो नीति र कार्यक्रम घोषणा गरिदियो। सरकार त्यसलाई पारित पनि गर्यो, लागू पनि गर्यो। त्यसमा लागू गर्न चाहेन, सरकार चुक्यो। मैले अघि पाठ्यक्रममा दोष दिएँ। अर्को दोष के गर्यो भनेदेखि त्यसमा एउटा आरपी भन्ने एउटा शिक्षकहरू थियो, शिक्षकलाई तालिम दिने, रिसोर्स पर्सन भन्थ्यो क्या अरे। त्यसले के गर्यो भनेदेखि त्यसलाई चाहिँ अङ्ग्रेजी शिक्षावाला एउटा ग्रुप छ नेपालमा, त्यसलाई चाहिँ हायर किनिदियो कि। अर्थात् उसले मातृभाषामा शिक्षाको लागि प्रचार प्रसार गर्ने र सरकारले भन्नुपर्ने थियोमा उसले कहाँ आजको जमानामा कहाँ मातृभाषा पढाएर पर्छ, अङ्ग्रेजी पढाउनु पर्छ भनेर ऐच्छिक इङ्ग्लिस लागू गरिदियो। उसले आफ्नो बजेट कम्प्लिट खर्च गरेर ठाउँ ठाउँमा जिल्ला जिल्लामा गएर सबै शिक्षकहरूलाई हेडमास्टरहरूलाई बोलाएर किताब भिडाएर, होइन, मैले पटक च्यालेन्ज पनि गरेको छु। आरपिएसहरूले अङ्ग्रेजी भाषा पढाउनु पर्छ भने अवेरनेस गरेको कारणले गर्दाखेरि मातृभाषीले पनि के बुझ्यो भनेदेखि सामान्य मान्छेले हो त आजको जमाना अङ्ग्रेजी नै हो भन्ने भ्रम पारिदियो, छर्यो। जबकि अङ्ग्रेजी भाषा त नेपालको लागि विदेशी भाषा हो, त्यो सबैलाई सजिलो छैन। जानु चाहनेहरूले त तपाईँलाई थाहा छ 3 महिना 6 महिनामा जापानिज भाषा सिकेर पनि विदेश गएर पढेकै छ, कोरियामा पुगेकै छ, चाइनामा पुगेको छ नि त। बच्चाले कक्षा 1 देखि पढ्दैमा अङ्ग्रेजी जान्नेवाला त होइन, होइन। मैले देखेको छु अङ्ग्रेजीमा मास्टर्स गर्ने मेरो साथीहरूले पनि अङ्ग्रेजी भाषा राम्रोसँग बोल्न सक्दैन थियो। त्यस कारणले त्यो के कमजोरी भयो भनेदेखि त्यो एउटा ग्रुप, त्यसले प्याप्सन के भन्छ कि आजभोलि, यी प्याप्सनवाला ग्रुप तपाईँलाई थाहा छ अस्तिको आन्दोलन पनि त्यसले भड्काइ सिद्ध्याइदियो नि। शिक्षक आन्दोलन के थियो भने जति बेला विद्यार्थीलाई चाहिँ जाँच लिएर विद्यार्थीलाई पास गरेर भर्ना गर्नुपर्ने बेलामा शिक्षकहरू सडकमा थियो, शिक्षकहरू आफ्नो अधिकारको लागि कुरा गरिरहेको थियो, बालबालिकाको अधिकार कुरा गरेको थिएन। एकपल्ट म एउटा गाउँपालिकामा गएर शिक्षकहरूसँग गफ गरिरहँदाखेरि त्यो दिन चाहिँ अन्तर्राष्ट्रिय बाल दिवस थियो। मैले भने शिक्षकहरूले थाहा छ बाल दिवस कहिले हुन्छ भने मैले सोधेँ, अन्तर्राष्ट्रिय कसैले थाहा छैन। ऊ आफ्नो अधिकारप्रति सचेत छ, सानो सानो कुरामा पनि ऊ न्यु खोजेर सरकार न्यु खोज्छ, उसको आवश्यक ठिकै होला, तर बालबालिकाको अधिकारप्रति सचेत छैन। मातृभाषामा पढ्न पाउने बाल अधिकार हो, तर अहिले कहिले पनि शिक्षकले त्यो काम गरेन। यसको लागि चाहिँ नेपालको प्याप्सन जिम्मेवार भयो। त्यति बेलाको शिक्षा मन्त्रीको आधारमा ठुलो शिक्षा आयोग बन्यो। त्यो आयोगको प्रतिवेदन पनि प्रधानमन्त्रीको सिरानी भएर बस्यो, लागू भएन। भनेपछि के हो भने यहाँ भिलेन रोल खेल्ने मानिसहरू काठमाडौँमा सर्पष्ट छन्, प्रशस्त छन्। एउटा आरपी त आरपी के गर्यो भने अहिले 4-5 वर्ष अगाडि चाहिँ आरपी खारिज गर्थ्यो सरकारले। यो सबभन्दा मैले स्वागत गर्ने मान्छे म हुँ, आरपी खारिज गर्यो भनेर। यी आरपी यस्तो बदमासी भयो जसले मातृभाषाको शिक्षालाई दमन गर्नेमा, अङ्ग्रेजी भाषाको शिक्षालाई उठाउने यो गलत ढङ्गले सपाम गर्यो, होइन। यसमा चाहिँ अब विभिन्न निकाय होलान्, तपाईँलाई थाहा छ नेपालमा त विभिन्न खालकाले सल्ब लगाइरहेको हुन्छन्। त्यो त त्यसमध्ये त्यो लाग्नु, मातृभाषीहरू पार्टीको प्याकेजमा जानु,
आफ्नो भाषाप्रति सचेत नहुनु आदिले गर्दाखेरि हाम्रो बालबालिकाहरू मातृभाषी बालबालिकाहरू गएको 500 वर्षदेखि अधिकारविहीन छन्, मातृभाषामा शिक्षा पाउन सकेको छैन। अहिले विश्वभरि नै मातृभाषा चाहिँ जोखिममा छ भन्छ, यो चाहिँ कसरी लिनुहुन्छ तपाईँले? मातृभाषा संरक्षण अभियानमा विश्वभरि नै पुगिरहनुहुन्छ, अन्य देशको तुलनामा हाम्रो देशको भाषाको अवस्था के रहेछ? विश्वभरि नै भाषाको यो मातृभाषाको अवस्था चाहिँ के रहेछ त? यस्तो छ, संवैधानिक दृष्टिले हेर्ने हो भने र कानुनी दृष्टिले हेर्ने हो भनेदेखि नेपाल एक किसिमले उच्च स्थानमै छ। मेरो आफ्नो अनुभव छ, होइन, देख्छु। तर कार्यान्वयन दिशामा हेर्ने हो भने नेपाल अत्यन्त कमजोर छ है। विदेशमा के छ भने एउटा कानुन बनाउँछ र त्यो कानुनलाई लागू गर्छ क्या, ग्यारेन्टीका साथ। संयुक्त राष्ट्रसङ्घले चाहिँ के गर्यो भने उसले युनेस्कोले चाहिँ मल्टिलिङ्गुअल एजुकेसनको उसले एउटा किसिमको के अरे घोषणापत्र जारी गरेको छ, त्यसमा अडेर लाग्छन्। तर नेपाल चाहिँ त्यसरी यो अन्तर्राष्ट्रिय सन्धि महासन्धिलाई हुबहु पालन गर्ने देशमा पर्दैन है। अब इन्डियाको कुरा गर्ने हो भने इन्डियाले सन् 2001देखि 5तिर चाहिँ उसले मल्टिलिङ्गुअल एजुकेसनको टेस्टिङ मोडल सुरु गर्यो। नेपालमा हामी 2007मा गरे जस्तै गरी उनीहरूको मोडल म शिक्षामा हुँदाखेरि, शिक्षा मन्त्रालयमा हुँदाखेरि उडिसा र आन्ध्र प्रदेशमा गएर त्यो मोडल हामी अवलोकन गऱ्यौँ। हामीले 30जनाका टिम लगेर, त्यति बेला चाहिँ उपसचिवहरू थिए, अनि अधिकृतहरू, शिक्षा अधिकृतहरू थिए, हेडमास्टरहरू थिए, त्यसपछि अभिभावक सङ्घको अध्यक्षहरू थियो, अनि शिक्षक सङ्गठनको साथीहरू थिए, अनि हेडमास्टर सहितका टिममा हामी गएर अवलोकन गरेर इन्डियाको स्कुल हामी हेऱ्यौँ। त्यो इन्डियाको मोडलभन्दा नेपालको मोडल कम थिएन, किन हामीसँग जो एक्सपर्ट थियो होइन, चिफ टेक्निकल एडभाइजर, उनी त्यो विषयमा निकै राम्रो ज्ञानी भएको थियो। हामीले राम्रै सुझाव दियौँ। अनि त्यो मोडल चाहिँ पछि त्यो दिल्लीमा 2008मा भएको दिल्ली कन्फरेन्स त्यो भएको थियो, वर्ल्ड कन्फरेन्स अन मल्टिलिङ्गुअल एजुकेसनको सेमिनारमा त्यसको सेमिनार पेपर छापेको छ, 3टा पेपर हाम्रो छ। त्यसमा चाहिँ धेरै एक्सलेन्ट भएर नेपालको एजुकेसनले स्वीकारेको हो, मोडललाई भनौँ न। तर इन्डियाले के गरिदियो, 3 पाँच कन्टिन्यू त्यसलाई मोडलमा गयो। 2018मा मेरो विचारमा 18मा हुनसक्छ, 18मा आएर त्यसलाई के गर्यो भनेदेखि त्यो उडिसा र आन्ध्र प्रदेशमा 2टा प्रदेशमा लागू गरेको टेस्टिङ मल्टिलिङ्गुअल एजुकेसन, त्यहाँ के भयो भनेदेखि 70 वर्ष अगाडिदेखि त्यहाँ त नेपाल इन्डिया बहुभाषिक भइसकेको थियो। तर त्यहाँ चाहिँ त्रिभाषी नीति थिएन, लागू गर्यो। अङ्ग्रेजी, हिन्दी र राज्यको भाषाले गर्दाखेरि कैयौँ मातृभाषाहरू मरेको अवस्था, कमजोर भएको अवस्था थियो। उदाहरण बङ्गालमा जाने हो भनेदेखि बङ्गालमा के थियो, पश्चिम बङ्गालको कुरा गर्ने हो भनेदेखि एउटा अङ्ग्रेजी भाषा उनीहरूको त्रिल्याङ्गुएल मोडलमा, एउटा हिन्दी भाषा हुने भयो, एउटा बङ्गाली भाषा। तर बङ्गाल भाषाभित्रका सयौँ भाषा त लोपुन्मा पुगेको थियो। त्यति बेला एमएलए मोडलले उनीहरूले सुरु गरेको त्यो मोडल 50-50 भयो कि 2018 सालमा भारतीय सरकारले त्यसलाई चाहिँ इन्डियाभरि लागू गर्यो। भनेपछि अहिले नेपाल इन्डियामा त्यो 18 वर्षमा टेस्टिङ गरेको मोडल लागू गर्यो इन्डियाभरि। तर नेपालमा सरकारका निकाय बस्ने मान्छे चाहिँ जिम्मेवार छैन। नीति निर्माण सबै ठिकठाक छ, कार्यान्वयन जहाँ सुरु हुन्छ, कार्यान्वयन त त्यो देखिहाल्नु तपाईँले। संविधान लागू भएको अहिले कति वर्ष भयो, 8-10 वर्ष भइसक्यो। संहिता आएको नेपालमा होइन कति वर्ष भयो, 63 साल यता भइसक्यो। अहिले पनि मैले संहिताको विरोध गर्न थालेको छ। राजावादी राजा चाहिन्छ भनेपछि त हामी त जहिले पनि उल्टै बाटोमा हिँड्ने मान्छे जाति भयो नि त्यो त। अमेरिकामा कस्तो रहेछ मातृभाषाको संरक्षणमा? यहाँको शिक्षा नीति भनौँ न, मातृभाषा मैत्री शिक्षा नीति छ कि छैन? यहाँको चाहिँ के रहेछ सिस्टम? त्यसरी मैले हेर्नु पाएको छैन। म त्यो हेर्न लागि म यहाँ आइपुगेको पनि थिएन होइन। तर मैले एकपटक चाहिँ त्यो म यता नेसनल टेक्निकल एडभाइजर भएर नेपाल सरकारमा काम गरिरहँदाखेरि यहाँ अमेरिकाका 1-2जना मैले नाम बिर्सेँ, उनीहरूले नेपालमा मल्टिलिङ्गुअल एजुकेसन, नेपालमा मातृभाषामा शिक्षा हेर्नको लागि 2जना गएका हुन्। उहाँहरूले त्यहाँ पिएचडी गरेका छन् है, पिएचडी गर्यो नेपालको मल्टिलिङ्गुअल एजुकेसनमा पिएचडी गरेका छन् उहाँहरूले। अनि मैले एकपल्ट चाहिँ नेपाल अमेरिका चाहिँ मोनोलिङ्गुअल कन्ट्री हो भनेर लेखेको छु, मैले फेसबुकमा लेखेको छु। उहाँ तुरन्त आपत्ति जनाउनु पर्ने, अमृत दाइ
सर इट्स नट। हाम्रो अमेरिका चाहिँ मोनोलिङ्गल कन्ट्री होइन है। हाम्रो संविधानले कहीँ पनि अङ्ग्रेजी भाषा यहाँ सरकारी कामकाज भाषा भनेर लेखेको छैन। हामी त मल्टिलिङ्गल हौँ भनेर भन्नुभयो र उसले आफ्नो पालिकामा भन्यो। अस्ति म नभन्दै भर्खर घटना हो, म एउटा अस्पतालमा पुगेँ। अस्पतालमा उसले त 27वटा 26वटा भाषालाई तपाईँ चाहिँ त्यो भाषामा तपाईँले चाह्यो भनेदेखि उसले इन्टरप्रेटरको व्यवस्था गरिदिएको रहेछ। गजब लाग्यो होइन। त्यसै गरी अहिले न्युयोर्कमा पनि के छु भने तपाईँले अस्पतालतिर नेपाली भाषा पनि तपाईँ इन्टरप्रेटरको व्यवस्था छ। एउटा के रिपोर्ट मैले के सुनेको थिएँ, 25,000 स्पिकर छ भने त्यो स्पिकरको लागि त्यो भाषामा प्रयोग गर्ने मान्छेले आफ्नै भाषा बोलेर इन्टरप्रेटर व्यवस्था गरिदिन्छ होइन। भर्खरै म बर्कले युनिभर्सिटीमा के अरे पिएचडी तहको तामाङ भाषाको बारेमा म अध्ययन हेर्न गएको थिएँ। त्योभन्दा अगाडि मैले हेरेको तपाईँको यो सान फ्रान्सिस्कोमा 200 ल्याङ्ग्वेज रहेछ। त्यसमा चाहिँ 9वटा तपाईँले गुगलमा हेर्नु देख्नु 9वटा भाषा चाहिँ सरकारी कामकाजको भाषा रहेछ। अनि मातृभाषाको संरक्षणको लागि त्यहाँबाट काम भइरहेको रहेछ त्यहाँ हो। भनेपछि होइन त, हालाकि भर्खर यो अहिलेको टर्म राष्ट्रपति आइसकेपछि उसले एउटा घोषणा गरेको छ होइन, यहाँ अङ्ग्रेजी भाषालाई सरकारी कामकाज भाषा बनाउँछु, एक भाषालाई भनेको छ। त्यो अब त्यो चाहिँ संविधानको अनुकूल कति छ थाहा छैन त्यो चाहिँ। तर अमेरिकामा पनि विभिन्न मातृभाषाको संरक्षण गर्ने र रेकर्ड कायम गर्ने, त्यसलाई चाहिँ प्रयोगमा ल्याउने कामहरू भइरहेको छ। अन्य सरकारी निकाय अन्य तहमा चाहिँ मातृभाषा मैत्री खालको वातावरण चाहिँ रहेछ यहाँ भनेपछि। अस्पतालमा देखियो मैले होइन, त्यसो भए त देखियो। अनि मैले केही रिपोर्टहरू हेरेर छु, एकजना यी बाक्लेमै पढाउनु हुने प्रोफेसरको एउटा रहेछ, आदिवासी प्रोफेसर रहेछ नि, लिङ्ग्विस्ट, उसको किताबहरू मैले हेर्दाखेरि यहाँ मजाले मातृभाषाको माध्यमबाट क्लासहरू चलाइरहेको देखेको छु। अनि तपाईँलाई थाहा छ अस्ट्रेलियामा त 5 जना स्पिकर छ, पढ्न चाह्यो भने 5 जनालाई पढाए बापत पढाउने मान्छेलाई सरकारको तर्फबाट प्रति क्लास भत्ताको व्यवस्था पनि छ त्यहाँ। युरोपको त आफ्नो ठाउँमा छँदैछ प्रशस्त मात्रामा। त्यस कारणले संसारभरि नै यो बहुभाषिक शिक्षाको मल्टिलिङ्गल सिचुएसनको कुरा उठ्छ। त्यस कारणले अहिलेको जुगै चाहिँ अब बहुभाषिकताको जुग हो। तपाईँ आफै पनि 4वटा 5वटा भाषा नपढेसम्म तपाईँ यहाँ सम्भव भएन। मानव समुदायको अस्तित्वको लागि भाषा र संस्कृति चाहिँ एकदमै अभिन्न अङ्ग भन्छ। त्यसैले तपाईँ भाषाशास्त्री भएको नाताले संस्कृतिको विकास र सम्वर्धनमा भाषाको चाहिँ कतिको भूमिका रहन्छ? तपाईँ संस्कृतिलाई कसरी व्यक्त गर्ने त? तपाईँ एउटा ड्रेस भए पनि त भाषामा भन्नु पऱ्यो नि त, यो भनेर। तपाईँ यो के हो भन्दा त यसको नाम त छ, त नामलाई तपाईँले भाषामा व्यक्त गर्नु पऱ्यो। भाषा त होइन संस्कृतिको क्यारियर हो नि, संस्कृति बोक्ने माध्यम भाषा हो। बिना तपाईँ अब ताम्बा या गान्बा भनौँ या लाप्ता भनौँ या लिम्बूहरूको फेताप्पा भन्छ, फेताप्पा शब्द आफैमा चाहिँ के हो भने त त्यो भाषाले बोल्यो। अनि त्यसपछि के हो फेताप्पा भनेपछि भाषाबाट व्याख्या गर्ने भयो होइन। फेताप्पा भनेको चाहिँ पूजा गर्ने, संस्कार गर्ने मान्छे हो भने। यसरी भाषा चाहिँ क्यारियर अफ ल्याङ्ग्वेज हो। यदि तपाईँ त्यो भाषा बोल्नु बन्द भयो भने संस्कृति पनि सिद्धिन्छ। संसारमा सबभन्दा पहिलो आविष्कार के हो भनेदेखि आजभोलि आगो भन्ने पनि छ। त्यो आगोभन्दा अगाडि चाहिँ मान्छेले भाषाको विकास गर्यो। किन आगो तातो छ भन्नु पऱ्यो, आगोको लागि काठ ल्यायो भन्नु पऱ्यो, आगोले डढेलो लाग्यो भन्दाखेरि त मान्छेले त कुनै त भाषा व्यक्त गर्यो नि, हाउभाउ या कुनैबाट त होइन। किन भाषा त लेखेर बोलेर हाउभाउबाट व्यक्त हुन्छ भनेपछि हामी के भन्छौँ भने संसारमा पहिलो आविष्कार नै भाषा हो। भाषा भएको हुनाले मान्छेको अन्तिमसम्म पनि तपाईँले चिन्तन मनन गर्ने स्रोत भनेको त्यो माध्यम भनेको भाषा हो। अहिलेको विश्वव्यापी र डिजिटल युगमा चाहिँ भाषाको संरक्षण कसरी सम्भव छ? तपाईँहरूको अभियानले चाहिँ मातृभाषालाई संरक्षण गर्नुपर्छ भन्ने छ, त्यसमा विश्वव्यापीकरण पनि घोषिएको छ। अब यसलाई चाहिँ कसरी सम्भव छ? यो डिजिटल युगमा चाहिँ विश्वव्यापीकरणमा कसरी मातृभाषा सजिलो छ। तपाईँले आफ्नो कोठाभित्र बसेर है मोबाइलबाट एउटा पोस्ट गर्ने बित्तिकै एउटा अर्को कुना जापानको एउटा साथीले तपाईँलाई लाइक कमेन्ट सुरु गर्छ भनेको अब लोकल भन्ने नि रहेन कि, ग्लोबल भइसक्यो संसार, ग्लोबल विश्वव्यापीकरण होइन त।
अहिले तपाईँलाई कुनै होटलमा जाएर तपाईँ त्यो भाषा जान्दैन भने पनि तपाईँ मोबाइल खोलेर होइन दोभाषीबाट त्यो काम सुरु गर्छ। तपाईँ चाइनै पुग्नुहोस् न होइन, तपाईँले चाइना भाषा जान्नु पर्दैन, उसले त्यो तपाईँले सुझाव दिन्छ। यसरी प्रविधिलाई हामीले कति प्रयोग गऱ्यौँ? मातृभाषाको आन्दोलन गर्ने मान्छेले आफ्नो मातृभाषामा कति पोस्ट कति गरिरहेछ मातृभाषामा होइन, त्यो आफै जिम्मेवार हुनु पऱ्यो नि। मेरो मातृभाषा बचाउने हो भने त मैले चाहिँ फेसबुक पोस्ट पनि त मैले मातृभाषामा गर्नुपर्छ नि, होइन र? कुरा चाहिँ मातृभाषा बचाऊ भन्ने, आफ्नो पोस्ट चाहिँ अङ्ग्रेजीमा लेखेर त काममा लागेन नि, त्यो भाषा त बुझ्दैन नि। त्यस कारणले यति सस्तो मिडिया छ अहिले, वर्ल्डको टेक्नोलोजी, हामी मजाले भाषा बचाउन सक्छौँ। अर्को चाहिँ के छ भने तपाईँले नयाँ कुरा पनि भनिदिउँ, तामाङ भाषा सरकारी कामकाजको भाषा मात्रै भएको छैन। तामाङ भाषालाई चाहिँ नेपाली, अङ्ग्रेजी र तामाङ तीनटा भाषामा मिसिन ट्रान्सलेसन काम पहिला पनि भयो। 2 वर्ष अगाडि मिसिनले बोल्न थालेको थियो, अनुवाद गर्न थालेको थियो। अहिले पनि हाम्रा आइटीका प्राध्यापक बालकृष्ण बलज्यू होइन, उहाँ आइटीका प्रोफेसर हुनुहुन्छ। अहिले गुगलबाट उहाँले एउटा प्रोजेक्ट लगेर हामीहरू डिसेम्बरसम्ममा अब तामाङ भाषा मजासँग तपाईँ तामाङ बोलिरहँदाखेरि नेपाली, अङ्ग्रेजी पनि त्यहाँ मिसिन ट्रान्सलेसन भएर आउँछ। कसैले अङ्ग्रेजी बोलेको छ भने पनि, नेपाली बोलेको छ भने तपाईँ तामाङबाट त्यो सुन्न सक्छ। यसरी मिसिन ट्रान्सलेसनबाट पनि भाषाको सङ्गठन विकास हुन्छ होइन। तर त्यो सबैको मुख्य लक्ष्य हामीले म भन्दा के हो भने मातृभाषा बचाउने एकमात्र उपाय भनेको बोल्नु नै हो। बोलेर मात्रै भाषा बचाउन सक्छ। यो किताब लेखेर, शब्दकोश तयार गरेर, व्याकरण तयार गरेर भाषा बाँच्दैन। यो सजावट त हुन्छ, यी त बित्त भनेको सजाएर त भएन नि त हो। त्यस कारणले भाषा बोल्नु नै पर्छ। बोल्नु भनेको चाहिँ गीत गाउनु पनि हो, फलाक्नु पनि हो, छलफल बहसमा भाग लिनु पनि हो। अहिलेको मिडिया टेक्नोलोजीले, ग्लोबल टेक्नोलोजीले भाषालाई संरक्षण गर्ने राम्रै अवसर दिएको छ। यदि हामीले टेक्नोलोजीलाई प्रयोग गर्न सक्यौँ भनेदेखि संसार भइसक्यो कुनै पनि भाषा बचाउन सक्छ। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। तपाईँ भाषाविद भएको कारणले नेपाल र विश्वभरि बसेका नेपाली अनि त्यसै गरी मातृभाषा प्रेमीहरूलाई चाहिँ आफ्नो मातृभाषा र संस्कृति संरक्षण गर्नको लागि चाहिँ कस्तो खालको सुझाव दिन चाहनुहुन्छ? भाषा चाहिँ होइन मान्छेको पहिलो आफ्नो अधिकार जस्तो गरी होइन, मातृभाषा नै पहिचानको एउटा आधार भयो, अभिव्यक्तिको एउटा स्रोत भयो भनेपछि संस्कृतिको भाग भनेपछि यसको ज्ञान अथाह भण्डार छ, यसले संरक्षण बच्नै पर्छ होइन। त्यसको लागि चाहिँ जसरी एक जमानामा इतिहासको कालखण्डमा यहुदीहरूले संसारमा जहाँ जहाँ गएपछि पनि आफ्नो भाषा, धर्म र संस्कृतिलाई बचाइराख्यो। अहिले हिब्रू भाषा त सरकारी कामकाजको भाषा बन्यो, लोप भइसक्यो भाषा भनौँ त्यसलाई। भने जस्तै गरी हामी तपाईँ जहाँ जहाँ जानु, संसारमा जहाँ जहाँ बस्नुहोस्, फैलाउनुहोस् होइन, तर जहाँ बसे पनि आफ्नो मातृभाषालाई प्रयोग गर्नुहोस्, मातृभाषालाई बचाउनुहोस्। र मातृभाषालाई बचाउने एउटा राम्रो उपाय के हो भने किचनमा आफ्नो बालबालिका सिकाउन भित्तामा खानेकुराको नामहरू लेख्नुहोस्, पुग्यो भयो, ल्याउँ दिउँ के खाने भनेर यस्ता शब्दहरू मात्रै 10वटा सिक्यो भने पनि धेरै बचाउन सकिन्छ। मातृभाषा चाहिँ पहिचान पनि भएकोले तपाईँ जहाँ भए पनि, जुनसुकै समुदायको भए पनि मातृभाषालाई आफू पनि बोल्नुहोस् र आफ्नो पछिल्ला पुस्तालाई पनि, छोराछोरीले पनि बोल्न लगायो भने एक दिन कुनै पनि भाषा लोप हुँदैन। यी नै मेरो सन्देश जस्तो तपाईँहरूले जहाँ बसेर पनि मातृभाषा बोल्नुहोस्, सिक्नुहोस्। हाम्रो लाक्पा सरलाई पनि त्यही भन्छु म, भाषा सिक्ने प्रयास गरौँ। सबैलाई धन्यवाद। यतिन्जेल हामीले विशेष गरी मातृभाषा संरक्षणमा नेपाल सरकारले पुर्याएको योगदान र अभियन्ताहरूले उहाँहरूले लामो समयदेखि गर्नुभएको एउटा आन्दोलन र त्यहाँबाट प्राप्त भएका उपलब्धिहरू सँगसँगै मातृभाषालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर छलफल गऱ्यौँ। आशा छ यो कार्यक्रम मार्फत तपाईँहरूले मातृभाषा संरक्षणमा हामीले कसरी टेवा पुर्याउन सकिन्छ भन्ने कुराहरू प्राप्त गर्नुभयो होला भन्ने हामीले आशा राखेका छौँ। फेरि पनि अर्को एपिसोडमा यस्तै खाले एउटा विषय विज्ञता प्राप्त गरेका व्यक्तित्वको साथ हामी उपस्थित हुनेछौँ। कार्यक्रम हेर्दै गर्नुहोला। धन्यवाद।